Hi, welcome to Third Umpire. वर्ल्ड क्रिकेटमा BCCI इज द रिचेस्ट क्रिकेटिङ बोर्ड। फिस्कल इयर 2023-24 मा मात्र BCCI को एनुअल रेभेन्यू हेर्ने हो भने त्यो छ 16,087.07 करोड भारु। त्यसको मेजोरिटी अफ द चङ्क आउँछ आइपीएल बाट। आइपीएल बाट मात्र BCCI ले त्यो वर्ष 11,801 करोड भारु रेभेन्यू जेनेरेट गर्छ। वर्ल्ड क्रिकेटमा दोस्रो र तेस्रो ठूलो इकोनोमी भएको इंग्ल्यान्ड क्रिकेट बोर्ड र क्रिकेट अस्ट्रेलियाले फिस्कल इयर 2024-25 मा 4,000 र 2800 करोड भारु रेस्पेक्टिभली कमाउँछन्। अर्थात इंग्ल्यान्ड र अस्ट्रेलियामा वर्षभरि क्रिकेट गतिविधिबाट जेनेरेट गर्ने कम्बाइन्ड रेभेन्यू भन्दा पनि 2 महिना चल्ने आइपीएल को रेभेन्यू लगभग डबल नै छ। अरु क्रिकेट बोर्डहरुको डाटा पब्लिक डोमेनमा त्यति सजिलै नपाइए पनि सबै क्रिकेट बोर्डको रेभेन्यू जोड्दा मात्र सायद आइपीएल अलोनको रेभेन्यू बराबर हुन्छ होला। त्यसो भए यत्रो रेभेन्यू आइपीएल ले जेनेरेट चाहिँ कसरी गरिरहेको छ त? आइपीएल 2023 को सिजनमा मिडिया राइट्सबाट मात्रै 8,744 करोड भारुको रेभेन्यू बीसीसीआई ले जेनेरेट गर्छ। बीसीसीआई को इयरली रेभेन्यूको 50% भन्दा बढी हिस्सा आइपीएल को मिडिया राइट्सको मात्र छ। किन आइपीएल को मिडिया राइट्स यत्रो हजारौं करोडमा बिकिराखेको छ त? किन इन्डियन र ग्लोबल ब्रान्ड्सहरु नै आइपीएल म्याचको ओभर बीचको स्लटमा आफ्नो एड चलाउनलाई करोडौं खर्च गर्छन् त? त्यसको उत्तर हो आइपीएल म्याच हेर्नको लागि टेलिभिजनमा ट्युन इन गर्ने भ्युअर्सहरु। त्यसको मेजोरिटी देशभित्र र बाहिर रहेका इन्डियन क्रिकेट फ्यान्सहरु। यदि यो कन्सेप्टलाई वर्ल्ड क्रिकेटबाट साँगुरो बनाएर एसोसिएट क्रिकेटलाई मात्र हेर्ने हो भने त्यतिकै प्यासनेट फ्यान्स सायद नेपालमा पनि छन्। नेपाली फ्यान्सहरु विश्वभरि नै आफ्नो प्रेजेन्सको लागि परिचित छन्। सायद त्यसैले त नेपाल प्रिमियर लिगको दौरान नमिबियन क्याप्टेन गेरादी रासमसले नेपाललाई एसोसिएटको इन्डिया भनेका थिए। I've been to Nepal. I think this is my 6th time, and every time playing cricket at TU has been like it's a dream for any associate player. नेपाली फ्यान्सहरु मैदानमा मात्र होइन सामाजिक सञ्जालमा पनि आफ्नो उपस्थिति राम्रैसँग देखाउँछन्। त्यही उपस्थितिकै कारण क्रिकेट एसोसिएसन अफ नेपालले आईसीसी डेभलपमेन्ट अवार्ड अन्तर्गत लगातार 2 वर्ष आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर पनि जित्छ। बट देयर इज अ फाइन लाइन इन बिट्विन बीइङ रियली प्यासनेट एन्ड बीइङ टक्सिक। अनि हामी यो पनि भन्न सक्दैनौं कि हामीले यो लाइन कहिले ब्रिज गरेकै छैनौं भनेर। नभए कुनै टाइममा इन्टरनेशनल खेलिराखेको प्लेयरले ट्विटरमा आएर नेपाली फ्यान्स आर द वर्स्ट एभर भनेर भन्ने थिएनन्। अब ती प्लेयर को थिए र यो भन्नुको कन्टेक्स्ट के हो पछि हेरौँला। पहिला अलिकति रिसेन्ट इभेन्टकै कुरा गरौँ। बीपीएल 2025-26 को लागि नेपाल प्रिमियर लिगमा हाईएस्ट विकेट टेकर बनेका सन्दीप लामिछानेलाई राजशाही वारियर्सले अनुबन्धन गर्छ। सन्दीपले लामो समयपछि इन्टरनेशनल फ्रेन्चाइज क्रिकेटमा मौका पाउँदै थिए। त्यो भएर पनि सायद सबै फ्यान्सहरु एक्साइटेड नै थिए। सन्दीपले राजशाहीको लागि सुरुको 2 खेल खेल्छन् र 2 खेलमा 3 विकेट पनि लिन्छन्। डिसेम्बर 29 को नाउखाली एक्सप्रेससँगको खेलको अन्तिम सेटमा सन्दीप पर्दैनन्। अनि त्यसपछि नेपाली फ्यान्सहरु राजशाही वारियर्सको सोशल मिडिया ह्यान्डलमाथि खनिन्छन्। सन्दीपलाई हेर्नको लागि मात्रै बीपीएल ट्युन इन गर्ने फ्यान्सहरु दुखी थिए होलान्। तर कुनै टिमको पेजबाट नै फ्यान्सहरुलाई संयमित हुन आग्रह गर्नुपर्ने गरी ट्रोल कमेन्ट र एङ्ग्री रियाक्ट गर्नुपर्ने चाहिँ आवश्यकता थिएन होला। वेल यो त कमेन्ट सम्मको मात्रै कुरा भयो। कहिलेकाहीँ हामी कमेन्ट भन्दा अझै माथि इनबक्स सम्मै पनि पुग्छौं। एउटा यस्तै इन्सिडेन्ट हुन्छ जुलाई 17, 2022 मा। त्यो दिन नेपाल भर्सेस स्कटल्यान्डको आईसीसी क्रिकेट वर्ल्ड कप लीग 2 को खेल थियो। त्यो खेल नेपालले 8 विकेटले हार्न पुग्छ। त्यो खेलका कमेन्टेटर मध्येका एक थिए यूएसए का क्रिकेट कमेन्टेटर पीटर डेला पेना र सायद खेलको दौरान उनले दिएका टिप्पणीहरू केही नेपाली फ्यान्सहरुलाई चित्त बुझेन र त्यो दिन कमेन्टेटर पीटरको इनबक्स नेपाली फ्यान्सहरुले भरिन्छ। उनले त्यही दिन ट्विटरमा एउटा इनबक्समा आएको मेसेज शेयर गर्दै लेख्छन्, म मेरो डीएम खोल्दैछु र एउटा कुरा स्पष्ट पार्न चाहन्छु। अत्यन्तै धनी एसोसिएट क्रिकेट पत्रकार भन्ने कुनै चीज हुँदैन र यदि म साँच्चै धनी भएको भए पनि त्यो पैसा प्रयोग गरेर खेलाडी किन्नु मेरो मनसाय होइन। मैले कुनै पनि टिम, खेलाडी अथवा क्रिकेट बोर्ड अन गर्दिन। र यो ट्विटको तल यूएसए का क्रिकेटर अली खान लेख्छन्, नेपाली फ्यान्स आर द वर्स्ट एभर, जसले नेपाली क्रिकेट समर्थकमाझ एउटा तरंग पैदा गरिदिन्छ। वेल अब अली खानले भने जस्तै हामी साँच्चीकै वर्स्ट हौ कि हैनौ भन्ने कुरा त आत्मआलोचना गर्नुपर्ने नै छ सबै फ्यान्सहरुले। कहिलेकाहीँ नट इभन अगेन्स्ट द राइभल्स हामी आफ्नै प्लेयर्सहरुलाई पनि ओभर क्रिटिसाइज गर्छौं एन्ड नट अलवेज इन अ कन्स्ट्रक्टिभ वे। जति नेपाली क्रिकेट अगाडि बढ्दैछ आई थिंक हामी फ्यान्सहरु पनि एउटा हेल्दी क्रिकेटिङ कल्चर एस्टाब्लिश गर्नलाई चाहिँ एक्टिभ हुनुपर्छ। टी20 वर्ल्ड कप आउँदैछ। फेब्रुअरी 8 मा नेपालले इंग्ल्यान्डसँग खेल्दैछ। ग्लोबल इभेन्टहरुमा हाइप इज अलवेज देयर अमंग्स द फ्यान्स। प्यासन डबल्स अप एन्ड एक्साइटमेन्ट डबल्स अप। अनि एक्सपेक्टेशन्स आर अल्सो भ्यालिड। एक्सपेक्टेशन्स अनुसार परफर्मेन्स नहुँदा द क्वेशन शुडन्ट डाई। बट रिमेम्बर, व्हाइल क्वेशनिङ, आर वी एक्चुअली सल्भिङ द प्रब्लम or are we becoming a part of the problem?